बाटोमा हिँड्दै हुनुहुन्थ्यो हर्क सर त अनि हामीले भन्यौँ कि हाम्रो पनि बाटो यस्तो छ समस्या छ यो ठाउँमा भनेपछि आउनुभयो तुरुन्तै भोलिपल्ट सफा गरिदिनु भयो क्या हामीलाई उहाँ नै चाहिएको त्यस्तै मान्छे चाहिएको हो नि त जोसुकै होस् तर हामीलाई गाउँप्रति माया गर्ने मान्छे चाहियो क्या जनतालाई हामीलाई अहिले चाहिँ हामी आइरहेको छौँ घर अँगनमा भनेर दुनियाँ भन्छ भोलि भोट दिइहाल्छौँ हामी त होइन पर्सिदेखि आइदिनुहुन्न क्या भोलि चिनिँदैन क्या बाटोमा हिँड्दा नि तर अर्को सर चाहिँ त्यस्तो हुनुहुन्न ठ्याक्क जहाँ भए पनि राम्रो बोलिदिनुहुन्छ त्यही भएर यो पालि अब हेर्नुपर्छ धेरै विचार गरेरै सबैजनाले गर्नुपर्ने हुन्छ देखाउने भनेको चाहिँ अर्को सरै मात्रै भइदिनु भयो क्या त्यत्रो धेरमा ठ्याक्क गरेको बोलेको पुर्याइदिने चाहिँ उहाँले बरु हामीलाई यहाँ आएर भोट माग्नु भएन क्या पहिले पनि ऊ तल रोडबाट हामी यस्तो एक्लै डुली हिँडेको देख्थ्यौँ क्या त्यही पनि दिएकै हो हामीलाई यो चोटि चाहिँ कस्तो हुँदो रहेछ त चेन्ज गरी हेरौँ न भनेर 3-4 साल त दियो नि त एउटै मान्छेलाई ठ्याक्क त्यो भइदिँदा चाहिँ भइदिएको मात्र हो।